अग्निमा चढाउनेहरूलाई पनि एकदमै भलाचरणमा राख्ने ईश्वरले विषय बनाउनु भएको छ। त्यही भएर परमेश्वरमा माग त पाउनेछौ, खोजा त भेटाउनेछौ, ढोका ढकढकाउन तिम्रो लागि म सदा सर्वदा स्वर्गको गेटै खुला राखिदिन्छु भनेको भन्नुभएको छैन त। सन्तान मेरो सन्तान भन्नुभएको परमेश्वरले र लामिडाँडा शाखामा पनि होइन एकदम बेडमा सुताएर ल्याउनुहुन्छ ईश्वरको सन्तानहरूलाई। पुरै एम्बुलेन्स नै ल्याउनुहुन्छ। सुनमाया म्यामले मैले मेरो हात होइन यो ईश्वर हजुरको हात हो भनेर चौकाइ गर्ने बित्तिकै त्यो बेडमा सुतेको मान्छे त जुरुक्क उठ्नुहुन्छ। मेरो मुख होइन पहाड गरेर हजुरको मुख सन्तान भनेर उहाँले भन्नुहुन्छ होइन। एकदम नाच्नुहुन्छ उठेर छमछमी। बिरामी होइन, त्यो त दुष्टवाला शैतानले बिरामी बनाएको हुन्छ। हाम्रो म्यामलाई पनि यसो मसीको नाममा करोड करोड धन्यवाद छ। जे बोल्नु त्यही हुन्छ उहाँले, जे भन्नु त्यही हुन्छ, किनकि उहाँ एकदम ईश्वरको सन्तान सफा मन भएको हुनुहुन्छ होइन। अनि मलाई भन्नुहुन्थ्यो मेरो श्रीमान विदेश जानुभएको थियो। अनि किनकि विदेश जाँदा पनि हामीले के भने म्यामहरूलाई हामीले बिदाई गर्ने बेलामा म्याम र सरलाई बोलाएको थियौँ। अनि सर म्याम त्यसरी भिसा लाग्यो भने लागिसक्यो नआत्तिनुहोस्, लागिसक्यो भने बित्तिकै लागिहाल्थ्यो के। अनि फेरि पनि म्याम अब उनी बेला भयो भनेर आउनुहोस् भनेर हामीले बोलाउँदाखेरि अनि मैले 1 महिनाको सेलरी पठाउने बेला भएको थियो। अनि नानु अनि सरहरूले पैसा पठाउनु भयो भन्नुभयो। म्याम पठाउनु भयो। कति पठाउनु भयो त भन्नु म्याम? अहिले त त्यस्तै 60-70 हजार जति पठाउनु भएको छ। काम त राम्रो छ अरे, अब तै पनि 500 गर्नुपर्छ अरे, अब ठिकै छ भन्नु। होइन त्यो 60-70 हजार त केही होइन, 1 लाखबाट माथि पठाउने योग्य त परमेश्वरले बनाइसक्नु भयो। अर्को वर्ष अर्को महिनामा 1,25,000 पठाउने योग्य परमेश्वरले बनाउनु भयो। त्यस्तो विश्वास गर्नुपर्छ परमेश्वरलाई। ईश्वर हजुरलाई करोड करोड धन्यवाद गर्छु। र ईश्वरको सन्तान बन्नु पनि 6 वर्ष भयो होइन। जब हाम्रो मिठाराम सर बित्नु भएको थिएन, जब म बिहे पनि मेरो भएको थिएन होला। म गरमसँगै गरेँ गर्दै के हो ईश्वरको सन्तान के हो कसो हो केही बुझ्दैन। अनि त्यसपछि बस्दै आएँ। श्रीमान पनि त्यति बेला विदेश नै हुनुहुन्थ्यो, बिहे गरेको थिएन। आउनु बित्तिकै फोनमा हाम्रो बोलचाल हुन्थ्यो। अनि दिदीले भन्नुभयो तिमी ईश्वरको सन्तान बनौ। अनि मलाई आउँछु भन्नुभएको थियो। ईश्वरको सन्तान म पनि भएको थिएन कि त्यति बेला। अनि तिमी ईश्वरको सन्तान बनाउनु बहिनी, तिम्रो श्रीमान आउने यो परमेश्वरले बनाउनुहुन्छ भनेर मलाई सानो दिदीले कुरा गर्नुभयो। अनि गर्दाखेरि त हो दिदी भने हो भन्नुभयो। अनि म गएँ, मात्र गरम गराएको थिएँ। अनि गरम गराएर तपाईँको आउन मिल्यो त भनेर भने। अनि मिलेन भन्नुभयो। अनि 2 दिन सोधी मिलेन भन्नुभयो। मैले गरम गराएको 3 दिनको दिनमा म आउन मिल्यो भन्नुभयो। हेर्नुहोस् त अनि मैले परमेश्वरलाई विश्वासै गरेको थिएन। आए परमेश्वर भने के हो जानुपर्छ मन्दिरतिर भन्थेँ म। हिँड्थेँ, दिदीहरू हिँड्नुहुन्न थियो। अनि भर्खरै सुनमाया एउटा पासन सरको साथमा भएपछि मात्र राम्रोसँग हामी परमेश्वरलाई चिनेको हो, नभए हामीले परमेश्वरलाई चिनेको थिएन। अहिले हेर्नुहोस् परमेश्वर जस्तो बरु म त यहीँ मैले भनेको थिएँ पहिला पनि मैले बुढोलाई बिहे गर्नुभन्दा अगाडि म त ईश्वरको सन्तान हो, म त ईश्वरमा जान्छु। तपाईँ बिहे गर्नुहुन्छ भने गर्नुहोस्, नभए मलाई नगर्नुहोस् कि। म त्यसै गरेर भन्दाखेरि म बिहे गर्छु तिमीलाई, तिमी ईश्वरको सन्तान भयो भने सबै थोक गर्नु हुँदो रहेछ, रातो लाउनु हुने सबै गर्नु हुँदो रहेछ। म गर्छु त तिमीलाई ईश्वरको सन्तान भयो भने म बिहे गर्छु भन्नुभयो। अनि अहिले मभन्दा पनि बढी विश्वास गर्नुहुन्छ उहाँले। मेरो बाबु त्यस्तै हुनुहुन्छ, धेरै विश्वास गर्नु। अनि मेरो एकदमै यो काम चाहिँ पुरा पाकिराखेको थियो होइन, पाकिराखेको थियो। कहिले पिछे आउने कहिले पिछे आउने के गर्दा होला त भने म्यामलाई भने म्याम मेरो त यस्तो भएको छ। त्यत्रो राजु सरको फोक्सो कलेज पुग्दा त त्यत्रो विषय बनाउनु भयो परमेश्वर। यो त तपाईँको केही होइन, विषय फलिसक्यो भनेर भन्नुभएको थियो। मेरो यो काम हेर्नु तपाईँ आनन्दले केही छैन होला, काममा परमेश्वरले राख्नु भएको छ, विषय बनाउनु भएको छ। अनि एउटा म्याम आउनु भएको थियो। अनि रुँदै कराउँदै चिच्चाउँदै होइन, उहाँ त चिच्चाउने अब किनकि धेरै काम हो नि त, गाउँमा त धेरै घरिबाट आऊ परमेश्वरको सन्तान भित्र नअटेर बाहिर बस्नुहुन्छ, बेडै बाहिर हुन्छ होइन। अनि गर्दै आउनुहुन्छ। अनि हाम्रो म्याम त धेरै हुनुहुन्छ
नि त। अनि के अरे म्याम अनि म्याम त्यसरी आउनु भएको छ भने एउटा म्यामको यत्रो गाला भयो। अनि त्यसपछि के भयो त म्याम भन्यो, के भयो रातभरि सुतेको छैन, अब तामाङ हुनुहुन्छ रातभरि सुतेको छैन, अब पुरै यो दाँत दुखेको छ, किराले खाएको हो कि के हो भन्नुभयो क्या। अनि केही भएको छैन, यो त एकछिनमा ईश्वरले निकाल्नुहुन्छ यो दाँतको किरा, केही होइन, यो त दोस्रोवाला सही दाँतको यो भन्नुभयो। नभनिदिँदै म्यामले एकछिन चङ्गाइ गर्ने बित्तिकै त्यहाँबाट त सल किरा निक्लियो। परमेश्वरले बनाउनु भयो। अनि त्यसै गरेर होइन, अनि त्यसै गरेर त्यो यस्तोमा पनि पुरा त्यो एउटा म्यामको चाहिँ यहाँनिर चाहिँ भएको रहेछ, खै के को खोका आएको अरे, आउँदा ठुलो भएको रहेछ। अनि केही नहुँदा जहाँ पनि नहुने डक्टरले पनि म सक्दिनँ, म यस्तो गर्न क्यान्सर भइसक्यो भन्नुभएको थियो अरे। अनि यहाँ सच्चाइ छ अरे, म सच्चाइमा जान्छु। हाम्रो सुनमाया म्यामले त विषेक बनाउनु हुन्छ यसो भने तामाङ भेर हुन्छ, ओइ तैँले त विषेक बनाउँछस् रे त, सिधै के पछाडि तैँले त विषेक बनाउँछस् रे, ल उता मेरो पनि यो निको बनाइदिए त भन्नुभयो क्या। अनि त्यसो भनेपछि यहाँनिर भइसक्यो, म्यामले भइसक्यो, यो विषय भइसक्यो, यस्तो नगर्नुहोस्, तपाईँले एकदम विश्वास गर्नुहोस् परमेश्वरमा होइन। परमेश्वरमा विश्वास गर्नुभयो भने नि तपाईँको यो एकछिनमै यो जान्छ भन्नुभयो म्यामले। शनिबारको महिमाको दिन यो चङ्गाएर पठाउनु भएको थियो, बेलुका जाँदा यो फुटेर पुरै यो तीव्र रगत आयो अरे क्या, तीव्र रगत आयो अरे। पछिपल्ट त त्यो बुधबारको महिमाको दिन त बाहिरैबाट नाच्दै आउनु भएको थियो, पिता शनिबार पुरै केही नै छैन क्या, कति सफा कि हाम्रो जस्तो सफा रहेछ त्यस्तो बनाउनु भएको थियो परमेश्वरले। हामीले विश्वास गर्नुपर्छ परमेश्वरलाई होइन, विश्वास गर्नु। यहाँ भरि बस्यो, अनि सबैजना यहाँ महिमा आउनु विश्वास गर्ने होइन। अनि बाहिर निस्क्यो, यो फलानु त त्यस्तो अरे, तिनीहरू त त्यस्तो अरे होइन, यहाँबाट महिमा सकिन्छ होइन, तिनीहरू त त्यस्तो अरे भनेर कुरा गर्दै गयो भने हामीलाई परमेश्वरले दिनुहुन्छ त। किनकि हामी त ईश्वरको सन्तान होइन, कसैको कुरा काट्दैन, कसैको नभएर चिताउन, हामी त भरो चिताउने सन्तान। हामीलाई त ईश्वरले शक्ति र सामर्थ्य दिनुभएको छ। त्यही भएर हजुरहरू पनि एकदम परमेश्वरमा आशा राख्नुहोस् होइन, परमेश्वरमा भरोसा गर्नुहोस् र परमेश्वरमै गर्नुहोस्। सानो बच्चाहरूलाई पनि एकदमै आफूले नै हो संस्कार दिने भनेको, परमेश्वरलाई चिनाउने भनेको पनि होइन। अब हामी नै परमेश्वरको महिमा आउँछौँ होइन, परमेश्वरले नै यो बच्चालाई पनि सानैदेखि सिकाउनु भएको छ। हामी पनि यत्रो उमेरदेखि सिक्नु पायो भए केही हुँदैन थियो होला होइन, हामीलाई धेरै रोग लाग्यो, जलमा फस्यौँ होइन। अनि अहिले पनि हामीलाई केही भएको थिएन, उदार त परमेश्वरले हामीलाई त एकदम भलचङ्ग राख्नु भएको छैन त। शिक्षा बच्छौँ होइन, हामीले पनि म्यामको मुखबाट खानै पर्छ। र त्यसै गरेर म फेरि पनि उद्योग हुन चाहन्छु ईश्वरलाई अनगिन्ती धन्यवाद गर्छु। मेरो गवाईले चाहिँ हजुरहरू सम्पूर्णलाई दबाई भइसक्यो र हजुरहरूको गवाईले चाहिँ मलाई